हाई साथीहरू, आज चाहिँ मदर्स डे भएकोले मैले चाहिँ मम्मीलाई चाहिँ दोकानबाट खानेकुराको सामान लिएर आइदिएको छु र मम्मीलाई आज खुवाउने म र मैले के ल्याएँ म हजुरलाई देखाइदिन्छु है। दुईवटा फ्रुटी ल्याएको थिएँ, एउटा चाहिँ ठुलो मम्मीलाई पनि हो, त्यही भएर अनि दुईवटा फ्रुटी, एउटा रेड बुल मम्मीलाई, अनि दुईवटा छक्का पार्दा एउटा मम्मीलाई एउटा ठुलो मम्मीलाई, ठुलो मम्मीलाई दिनु पर्यो नि त होइन, अनि एउटा चाहिँ मम्मीलाई र समात्नुहोस् त। है र म खुवाइदिन्छु। धन्यवाद। यसकोमा छैन नि त अनि पछि धन्यवाद मेरो कान्छी छोरीलाई उसले जम्मा गरेको पकेट खर्चबाट मेरो लागि यति मिठो खाना ल्याइदिनु भयो। उसलाई धेरै धेरै धन्यवाद मदर्स डेमा यस्तो माया गर्नुभएकोमा। अनि मेरो जिना छोरीले पनि मलाई मदर्स डेको लागि पठाउनु भएको छ, धेरै धेरै धन्यवाद जिना छोरी, सामना छोरी। ल खुवाउनु मलाई एउटा चिज खुवाउनु अनि हुन्छ। एउटा होइन सबै खुवाउने हो। एकचोटि खुवाएपछि हुन्छ हुँदैन, अरूको लागि होला मलाई हुँदैन हो। ठुलो बेलुका यहाँ हुन्छ कि हामी जाने? हामी जाने होइन तिमी जाने। किन तपाईँ नै हिँड्ने? धन्यवाद। कहाँ निकाल्छ है? हेऱ्यो यता पल्टाउने हो फेरि भात त्यसलाई पनि खाएँ है हजुर साथीहरू खाएँ साथीहरू। छोरी पाएँ भने यस्तो माया गर्ने रहेछ। जिना छोरीले विदेशबाट पैसा पठाएर कपडा किन भनेर पठाउनु भएको छ। मेरो काखको सानो छोरीले पनि आफ्नो पकेट खर्चको पैसा खुत्रुकेमा जम्मा गरेर मम्मीको लागि यस्तो भनेपछि पछि कमाएपछि मेरो छोरीले कति दिन्छ होला। थ्याङ्क यू। तिनवटासम्म खानु अब तपाईँलाई यो चाहिँ खोल्न आएन कि मलाई। यो म खोज्छु ल्याउँछु त्यसरी हुन्छ त्यसरी होइन मैले जान्छु सजिलो हुन्छ। नआउँछ तपाईँ